प्रकृतिको यो दृश्य हेर्दा सामान्य लागे पनि यसभित्र एउटा अस्तित्वको लडाईँ लुकेको छ। यो बलियो र स्वस्थ देखिने सालको रुख जुन कुनै समय जङ्गलको सान थियो, आज सङ्कटमा छ। जब हावाहुरी वा अन्य कारणले सालको टुप्पो वा हाँगा भाँचिन्छ, त्यहाँ प्रकृतिले अर्को खेल खेल्न सुरु गर्छ। चराचुरुङ्गीहरूले खाएको बर वा पिपलको बिउ त्यही भाँचिएको ठाउँमा बिस्ट्याउँछन्। अनुकूल वातावरण पाएपछि त्यहाँ बर पिपलको बिरुवा उम्रिन थाल्छ। सुरुमा यो सानो बिरुवा देखिन्छ, तर बिस्तारै यसका जराहरूले सालको काण्डलाई बेर्दै लैजान्छन्। भाँचिएको ठाउँबाट पानी र धुलो पस्नाले सालको भित्री भाग कुहिन र धोद्रो हुन थाल्छ। यसले गर्दा काठको गुणस्तर मात्र बिग्रिँदैन, रुख नै खोक्रो बन्दै जान्छ। अन्ततः यो परजीवी रुखले साललाई पूर्ण रूपमा ढाक्छ र सालको रुख मर्छ। यस्ता रुखहरू कुनै पनि समय ढल्न सक्ने भएकाले यी जोखिमयुक्त मानिन्छन्। प्रकृतिमा एउटाको मृत्यु अर्कोको जन्म त हो, तर सालको लागि यो प्रक्रिया विनाशकारी साबित हुन्छ। प्रकृतिको यो अनौठो र केही हदसम्म क्रूर वास्तविकतालाई नजिकबाट निहाल्नुहोस्।